परेछ त्यस्तै। अनि त्यसपछि के भन्छ पुरै बादल लागेछ, लेक पुरै लेक के अरे हिउँ परे यो नगरकोटको डाँडा जस्तै हो यो डाँडो। अनि अफ रोड अनि त्यसपछि के अरे रेनकोट लाउनु परेछ। बाटो केही देखिने होइन, हेर्दै जाउँ कसरी जान सकिन्छ। छोराले चलाएको छ, राम्रो छ छोराको। बाटोको चाहिँ यस्तो छ है अवस्था, हेर्नु होला ल। केही देखेछ त? केही देखेको छैन। अगाडि केही पनि छैन, यहाँ भिड्नै छैन क्या। मेरो यो युट्युबको कन्टेन्ट हो क्या, हेरेर ढुङ्गा के हो यस्तो है, केही देखेकै छैन बाटो। आफूले स्लो ठाउँ त बाटो है। ओहो खत्तम बाटो, एकदमै बम्पी रोड, एकदमै गाह्रो है बाबु यहाँनिर। हजुर कहाँबाट जाउँ है, एकदम रिस्क। कसरी हिँड्ने होला हाम्रो गाउँको मान्छेले यो रोडबाट? यो रोडको कहिल्यै उन्नति प्रगति नभएको देख्दाखेरि कस्तो पोलिटिकल दिनु अरे यहाँको सुन्दरताको बारेमा एक्सप्लेन हाल्नु यार। अलिकति रोडलाई जनताको शास्ति के भन्ने अब यस्तो यो फग हेर्नु होइन, पोजिटिभिटी हेर्नु न। यो नेचर कति राम्रो के। खासमा हामीले रोड नराम्रो भन्न छौँ कि रोड नराम्रो होइन कि नेचर राम्रो हो, मान्छे नराम्रो हो क्या। नेचर राम्रो छ, हामीले नेचरसँग खेलवाड गरेको हो नि त यो त होइन र। हामीले पहिरो जान नराम्रो भनेर सोच्छौँ होइन, रोड बनाएपछि त्यहाँको ल्यान्डस्केप बिग्रिन्छ अनि पहिरो जाने सम्भावना हुन्छ। त्यो नेचुरल कुरा हो, नेचुरल डिजास्टर हो, त्यसलाई प्रिभेन्ट गर्न सकिन्छ होइन। गभर्मेन्टले अप्रोप्रिएट स्टेप्सहरू लिइदिनु पऱ्यो। फेरि हेर्नु न यहाँको हावा, यहाँको जमिन, पानी, जमिन, यहाँको ल्यान्डस्केप होइन, यहाँको ओह्रालो, यहाँको भुस्सु, यहाँको यो फ्रेसनेस, यहाँको पानी, यो घाँस, यो सबै कुरा चाहिँ एउटा एकदम ब्युटिफुल कुरा हो क्या। गडले बनाइदिनु भएको एकदम ब्युटिफुल कुरा। तर क्रिएटरले बनाउनु गडको क्रिएसन राम्रो छ होइन, तर यो बाटोको अवस्था हेर्दाखेरि चाहिँ अलिकति मन हुन्छ क्या। त्यही भएर चाहिँ मैले भन्नु अफरोड चलाउनु नि रमाइलो छ त। त्यसरी लिउँ न पोजिटिभिटी, त्यसरी लिउँ। गाह्रो ठाउँमा चलाएपछि सजिलोमा चलाउन सकिन्छ। ऐना पसिनुहुन्छ त? ऐना चाहिएन त? गाह्रो हुन्छ सर। एकदम बम्पी रोड बाटो। अघि त्यहाँ माथि सोद्धाखेरि त राम्रै छ भने त्यो कहाँ राम्रो हुन्छ तर म यसलाई नि पोजिटिभमै वेमै लिन्छु। ओहो योभन्दा नराम्रो हुने बाटो त कतै पनि हुँदैन होला सायद। तपाईँ अलिक पछि जानुपर्छ कि है। जानकार के अरे सरकारी निकायमा बस्ने हो अनि के भन्छ स्थानीय तहले हेर्नुपर्ने कुरा हो यो। अब जनताले भन्नुभन्दा पनि होइन, एभ्रिडे हिँड्नेहरूलाई कति गाह्रो होला। हामी कहिलेकाहीँ आउनेलाई त यस्तो छ भनेपछि हरेक दिन चाहिँ यहाँबाट तरकारी दुध कति चाहिँ ओहोरदोहोर गर्नुपर्छ, मान्छे पनि हिँड्नुपर्छ होइन। अनि अब हेर्नु न, त्यो छोडिदिनु नेचरको बारेमा। नेचरको बारेमा म खिच्दैछु सरकारले। त्यो बादल हेर्नु पर कस्तो राम्रो देखिन्छ क्या। हेभेन के, नेपाललाई यतिकै हेभेन भनिँदैन क्या। हामी पोलिटिकल भन्दा पनि अब यो यसलाई इन्जोय गरौँ न। पोलिटिक्सको कुरा सम्झेर के रिसाइराख्नु होइन। पोलिटिक्स म भन्दिनँ, आफू हिँड्ने बाटो होइन, आफै बनाउने हो। हेर्नु त अहिले हुस पनि गयो नि, किन थाहा छ भने किन थाहा छ? हामी एल्टिट्युड गर्दा अलिक तल आइसक्यो नि। हामी बेसी चढ्दैछौँ। म पछाडि बसेर नि मेरो घोडा दुखिरहेछ भनेपछि चलाउने मान्छेले चाहिँ म मान्छु, जो चाहिँ मेरो छोरा हो। 16 किलोमिटर पर आवर धेरै थोरै देख्यो पनि यहाँ धेरै हो क्या ओह्रालोमा। त्यही यस्तो अफर हो। सुरक्षा केसी होला त्यो त। एमआरबी ब्लग्स भनिदिनु न त। एमआरबी ब्लग्स होइन अर्कै मान्छे हो त्यही पनि दुवैजना
भन्ने हो भने उसले अफरोडमा चलाइयो होला कसो छ त्यस्तो साह्रो नभनौँ उनीहरू त पुरै माउन्ट एभरेस्टतिरै माउन्ट एभरेस्ट होइन कहाँ अरे मुस्ताङै पुगेको थियो यार ड्युक लिएर तर सही हो तर मुस्ताङको बाटो यस्तो ऊ छैन होला हाम्रो यहीँनिर जहाँ चाहिँ अब काठमाडौँको यहीँ के अरे काठमाडौँदेखि पनि आधा घन्टाको बाटो कति घन्टाको जस्तो भ्यू हुन्छ कि होइन हेर्नु अगाडि माथिको ल्यान्डस्केपहरू कस्तो ब्युटिफुल नेपाल इज रियली अ हेभन इट्स अ पिस अफ आर्ट बाई द गड हिमसेल्फ क्या अर हरसेल्फ द क्रिएटर भनौँ न म त एकदम खतरा मान्छु कि यस्तो नहराउन मलाई रमाइलो लाग्छ क्या पानी पऱ्यो भने चाहिँ नराम्रो हो होइन तर पानी परेर जुन यो फिलिङ आउँछ नि एउटा मेस्टको होइन यो एकदम फ्रेस सोइलको होइन त्यो एकदम राम्रो लाग्छ क्या पर्दैन अलि नसर्ने अलि सऱ्यो भने गाह्रो हुन्छ मलाई अलि चिप्लो छ कि त्यही भएर ल सर्नु किनभने यो ओह्रालोमा चाहिँ खाँदेरै तल आइन्छ क्या थाहै हुँदैन पुरै खान्छ तिमीलाई चाहिँ मैले माने है फेरि त्यस्तो बाटोमा पनि चलाउनु चाहिँ सानो कुरा चाहिँ होइन होइन कति मिनटको भयो मेरो हामीले गोठबन्धनदेखि बनाएको है लामो भयो नि ओहो बिस्तारै यहाँनिर एकदम गाह्रो रहेछ नि डेन्जर एकदम बिस्तारै म झरौँ भन ल झर्नुपर्ने खास त म झर्छु ल झर्छु बिस्तारै बिस्तारै ल हेर्नु बाटो एकदम गाह्रो भयो यहाँनिर चाहिँ यहाँ ल्यान्डस्केप खुट्टै देख्यो तलतिर पनि त्यस्तै होला एक दुई ठाउँमा बसौँ कति मिनट भयो हामी 7 मिनटमा यहाँ पुगेछौँ के माथिदेखि चलाएको नि त मैले होइन देखाउनुपर्छ न्युट्रल एक दुई ठाउँमा चाहिँ एकदम खतरा नै रहेछ बाटो है फेरि ऊ तल अर्कै छ अरे भनेछ यतिको बाटो भन्दा आनन्द हो हो कि त्यस्तो बाटो रेकर्ड गर्दै हुनुहुन्छ गर्दैछु नेचर डिस्क्राइब गर्नु है नेचरलाई नै गर्दैछु फोकस कस्तो चिप्लेको हाम्रो चाहिँ मिनी भ्लग हो कि मिनी होइन मेरो युट्युबमा चाहिँ पोलिसीको उयोमै रोड राम्रो छ तर अब नेगेटिभ साइडमा त कति हेर्नु है अब यो त बुझ्ने कुरा हो कति गर्ने भन्ने कुरा बुझ्ने कुरा हो भन्ने कुरा होइन भन्ने हान्दै आएन होइन कसले भन्छ अरे मान्छे भन्ने छ तपाईँ पनि भन्नु हो भन्ने हान्दै लागिरहेको छ हामीलाई त लागेको छ होइन अब त पुगिसक्यो हो अब हामी अब पुग्न लाग्यौँ बाटोको अवस्था हेर्दाखेरि चाहिँ अलिकति मन रुन्छ के भन्नु होइन यो कुरा चाहिँ दुःख लाग्दो हो हामी भ्याली बाहिरको अरू जिल्लाहरू जाँदाखेरि चाहिँ बाटो पिच देख्छु जहाँ पनि सरल होइन गाउँ भित्रसम्म पिच गरेको छ हाम्रो यो चाहिँ अब के भन्नु भ्यालीको एउटा जिल्लाभरि पनि सकिन्छ स्कुटरमा उकालोमा अलिक गाह्रो हुन्छ नि
परेरै हामीलाई अलिक गाह्रो भयो छारो चाहिँ भएन छाडा चाहिँ भएन जाडो चाहिँ भयो जाडो चाहिँ भयो अझै पनि पानी पर्न सक्छ यसै भन्न सकिँदैन नाथे अफोर्ड नाथे अफोर्ड म त कतै भन्ने चाहिँ भयो होइन नाथे गर्मी हामी नेपालीले चाहिँ सबै कुरा पचाउन सक्ने रहेछ भन्नु त त्यो होइन दुःख जति परे पनि हार खाइन्न भने जस्तैको जस्तो भए पनि एक्सेप्ट छ होइन एक्सेप्टेबल छ 10 मिनट धेरै लामो भयो नि यही कन्टिन्यू पुगिहाल्छ नानी अब यताबाट चाहिँ त्यति गाह्रो छैन कुनै कुनै ठाउँमा पुरै कान बन्द भयो मेरो हुनु त आउनुपर्छ अनि यहाँ नि छारो निःशुल्क रूपमा पाउडर पाइन्छ अब अहिले बर्खा भनौँ न अक्टोबर 2 मा हो कि विशेष गरी यो बर्खा जाने चाहिँ धेरै जस्तो चाहिँ होइन अहिले आज अक्टोबर 1 हो जताततै भिड बाटो खनेर घरै पछि बाटो खनेर यो पहिरो जाने अवस्था हेर्न पुगिसक्यो यार त्यसले गरेर चाहिँ बाटो हो यो जब हामी डोजर लाउनु पनि बाटोहरूमा पहिरो जाने एउटा कारण भयो बस्ती जोखिम हुन्छ बाटै बनाउँदा पनि त पहिला एकदम अलि हामी 13 किलोमिटर/आवरमा एकदम डर लागिरहेको छ ल कम गरिदिनु नानी अब पोहोरको के अरे असोज 12 गतिको चाहिँ पहाडीले तलस पारेको सानो ग्राउन्ड के भन्ने होइन अहिले ओह्रालो त अनि खतरा होइन त्यो बाटो बनाएको ठिक छ त्यही भएर त स्लो गरौँ भन्ने काम छ त्यो त अब ओह्रालोमा यो ग्राभिटीले तल तान्छ ढुकुर रहेछ यहाँ बस्यो एकदमै हामी आयो रमाइलो भयो पानीले एकछिन दुःख दियो बेसरी बाटै नदेखेको है त्यतिखेर त्यति हुन्छ रमाइलोको लागि हुन्छ कि अहिले रमाइलो तरिका ल्याउन पाइयो नि त उडेन धन्न रेनकोट चाहिँ ल्याइएछ धन्न सुविधाले पनि दिनुभयो फेरि हेर्नु सबै कुरा एकदम मिलेको क्या फेरि ब्याक मलाई त डर लागिसक्यो त्यो बाटो ओह्रालो यो सर्वे गर्ने टिमले यसरी बाटो बनाउनु चाहिँ एकदमै यो गलत थियो त्यो बेला है 20 वर्ष अगाडि हो लगभग भयो 15 अगाडि बनाएको हो 61-62 तिर होला हो एकजना दाइ घाँस काट्न चलेको सम्भाव दाइ गाउँको बोल्दै हुनुहुन्थ्यो म यहाँ ब्लगमा बोलेँ त्यही हाँस दिएको थियो नेटवर्कहरू है मैले भने न झन् इन्जिनमा भएको याद त्यस्तोमा के अरे पुल्चोकीको भन्दा त राम्रै बाटो छ कि पुल्चोकीको अघि त ढुङ्गावाला चाहिँ नि बाटो धेरै ठाउँ त्यस्तै छ क्या ढुङ्गाले गर्दा होइन कि लाइक ढुङ्गाले नै गर्दा तर फुटेको ढुङ्गा होइन कि त्यो सिङ्गो ढुङ्गा नै त्यस्तो खालको क्या त्यस्तै यहाँतिर पानी परेन जस्तो छ त के नभन्नु जमिन त सुक्खा छ त परिगरी नै सुकेको नि कतिर त सुकिहाल्छ अघि पऱ्यो होला र ओह्रालोको पानी त्यहाँनिर अप्ठ्यारो यहाँबाट हो नि अब उता होइन यता देब्रे यतैबाट बाटो नयाँ भयो उता छैन अरे बाटो
यहाँबाट भनेछ है यहाँबाट भनेछ यहाँबाट कहाँ जान्छ नि त्यो तल खोलामा पुग्छ यता बाटो छैन ल ल ल भने बिस्तारै यहाँ खोल्सा छ यहाँ ठुलो के अरे यहाँ यताको बाटो चाहिँ भत्किएको अरे नि त अब यहाँको बाटो कस्तो छ थाहा छैन म झरौँ न झरी गयो नि हुन त डेन्जर रहेछ नि त म तान्यो अब आफू पनि पुरा यस्तो के अरे ब्याग बोकेर राइडमा गएको छौँ बसौँ बाबु अलिक पर जाउँ होला बाबु मलाई चढ्न एकदम गाह्रो भयो फुल ट्याङ्की आई एक्लै आउन त धेरै सजिलो बाटो हो तर हो एक्लै त तिमी सक्छौ होला नि एक्लै त कुदाएरै आउन सक्छु म 16 मिनटमा आइपुग्छौँ हामी यहाँ हेर न सकिन्छ ए नो प्रब्लम मलाई त किनकि मुस्ताङ पनि सक्छ जस्तो लाग्यो यो देखेर त स्लिप खाएको ओहो स्लिप खायो नि म झर्छु बाबु बाबा म जस्तो झर्छु गर्ने हो लग्छौँ नयाँ बाटो रहेछ कि त्यही भएर नयाँ हो यहाँ भर्खरको बिस्तारै जाऊ ल म एकछिन हिँड्छु बिस्तारै ल बाबु ओइ बाफ्रे बाटो त डेन्जर के हो यस्तो आमा ल म एकछिन झरिदिएको एकदम गाह्रो भयो स्लिप खाएर ओ माई गड भन्ने बाटो कस्तो है